हेलो एभ्रिवान, सबैजनालाई गुड मर्निङ। के छ, सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। तर हामी चाहिँ बिहान बिहानै दौडेर आएको, लास्टै थकाइ लागेको छ। त्यही पनि हिँडिरहेको छौँ अझै। कम्तीमा 4 किलोमिटर दौड्यो अन्त नन स्टप जाँदाखेरि उकालोमा। हेर्नु त कस्तो छ यो बाटो। यो बाटोमा 4 किलोमिटर दौडेर अनि अब हिँड्दैछौँ। हिँड्दाखेरि बिस्तारै हो, अब रिल्याक्स पारामा टक्क पुगिन्छ अब बिस्तारै। अब जाँदाखेरि पनि दौडिन सकिन्थ्यो, तर धेरै भयो कि 4 किलोमिटर भने यहाँबाट वहाँ कार्य साहब त्यो 4 किलोमिटर कार्य 4 किलोमिटर कार्य त्यहाँ पुरा दुलैना भन्दा त्यो ठ्याक्क पल्तिर छ क्या। यहाँ बस्ने मान्छेले चिन्नुहुन्छ होला, दुलैना भन्ने ठाउँ त्यहाँ भन्दा पल्तिर आइपुगेको ठाँटाबाट। अहिले चाहिँ थकाइ लागेर हिँड्न लाग्यो। अब हामी दुईजना, गाह्रो छ नि त। मस्तले हिँड्दैछौँ। अरू भ्यूहरू पनि उसै राम्रै छ यहाँको, धेरै राम्रो हो। बिहान बिहानै हिँडेर यसो टक्क यहाँ अब अलिअलि त बेसी आइसक्यो, अलिअलि यहाँको पनि। त्यहाँ माथि माथि गएपछि अझै राम्रो उ पाउँछ कि भने त्यो लाली गुराँसहरू देखिन्छ, डाँडाहरू टक्क चिक्क देखिन्छ। आराम लाग्छ हौ परतिर हेर्नु कस्तो दामी छ। अहिले त बिहानको भएर हो, जस मोबाइलमा अलि मेरो मोबाइल गतिलो नभएर होला, त्यही पनि राम्रै देखिन्छ। अब गतिलो मोबाइल नभएपछि भिडियो पनि त अलिअलि नराम्रो आइहाल्छ, त्यस्तो केही छैन। ठिक छ, सबैजनाहरूले टक्क सब्सक्राइब लाइक गर्न चाहिँ नबिर्सिनु होला है। ल बाई बाई।